सो गाइस हेलो एन्ड नमस्ते टु एभ्रीवान। अनि आफ्टर लङ टाइम है, धेरै लङ टाइम भन्दैन 3-4 महिना भयो होला भ्लग नबनाएको। अनि 3-4 या 5 महिना भयो होला सायद, त्यसै प्रब्लम परेको थियो। अनि यो जेनजीको आन्दोलन नि अलिकति प्रब्लम दियो नि त, जेनजी पऱ्यो नि त म पनि, त्यसैले हो अलिक भ्लग बनाउनु चाहिँ पाएन। अनि जस अहिले चाहिँ म कहाँ जान आँटेछु भन्दा हाम्रो मुस्ताङ जाँदैछु होइन। अनि मुस्ताङको लागि चाहिँ हाम्रो टुर रेडी भइसक्यो, ब्याग सामान सबै प्याक गरेर यहाँनिर हेलमेट सेलमेट छ। अनि यहाँ मेरो छोरी, अनि यहाँनिर बुढी भागे होइन, केही छैन। बेबी बाई गरिदियो पापालाई, कोही बाई गरे बेबी। छोरी रिसाइरहेको छ होइन, केही छैन। अनि अब चाहिँ हामी टक्क निस्किनुपर्छ, ढिला भइसक्यो, 10 बज्न आँटिसक्यो। हामी यहाँबाट सुरुमा चाहिँ कहाँ चाहिँ सामान बाहिर ल्याइदियो ल। हामी चाहिँ सुरुमा सायद यहाँबाट पोखरा गएर बस्छौँ होला। अनि पोखरा बसेपछि पोखरा सायद पोखरा बसेर अनि भोलिपल्ट हामी दिल्ली जान्छौँ। अनि यो चाहिँ मेरो राइड भयो, राइड रेडी भइसक्यो। यहाँ सामानहरू छ, ओहो रेनकोट हाल्न बिर्सेछ। त्यही हो गाइस, अब हामी अब टक्क निस्किन्छ, निस्किएर अनि हामी सिधै अब केटाहरू भेट्नु छ। केटाहरू भेटेपछि भेटौँ होइन। लेट्स सी यु सुन इन द रोड होइन। अब कतिको मजा आउँछ के आउँछ, अस्ति पानी सानी पऱ्यो, बाढी साडी गयो, कस्तो छ बाटो केही थाहा छैन नि त। अनि जस होप यु गाइस सी यु सुन होइन। अब त्यति नै भन्नु पऱ्यो के अब यहाँबाट चल्दिएको म अहिले एकछिन केटाहरू भेटेपछि भेटौँ है त। ओके गाइस न घरबाट निस्किसक्यो। अनि एकजना साथी, हामी दुईजना साथी चाहिँ भेट्यो होइन, डियाजन र अनि अर्को साथी, उसको नाम चाहिँ मलाई थाहा हुन, किनकि डियाजन मसँग पहिलादेखि हिँडेको भएर चाहिँ उसको नाम थाहा भएको। अनि अर्को हाम्रो जुन रोहित सर के भन्नु साथी हो मेरो होइन, रोहितहरू चाहिँ आउँदैछ अरे भनौँ न। अब कति टाइम लाग्छ चाहिँ थाहा भएन, त्यस्तै आइपुग्छ होला कति भने अब आधी घन्टाभित्रमा आइपुग्छ होला। हामी चाबेल गएर कुर्छौँ। अनि त्यहाँबाट चाहिँ हाम्रो नेक्स्ट जर्नी, हाम्रो सबै साथी भेटेर चाहिँ जर्नी स्टार्ट हुन्छ। अनि अहिले चाहिँ तिनीहरू दुईजना र म छु होइन। अनि त्यही हो, अब हामी सिधै चाबेलतिर गएर भेटौँ, त्यसपछि निस्किँदा फेरि हामी भेट्नेछौँ। लेट्स यु सुन गाइस है। आमाको म चिया खाएर निस्क्यौँ। अनि के भयो भन्दाखेरि चाहिँ साथीहरूको चाहिँ अब एउटा साथी एयरपोर्टमा काम गर्छ क्या। अनि उसको चाहिँ 10 बजे छुट्टी भनेको थियो। अनि फेरि ऊ मामा घर जानुपर्ने रे, उसको सामान्य मामा घरमा छ अरे क्या। अनि गोदावरी पुग्नुपर्ने रे मामा घर होइन। अनि अब कतिखेर आउने, यहीँनिर अब 12 बजिसक्यो। अब हामी पोखरा पुग्नै तपाईँको केही नभए पनि हाम्रो बेसीमा बेसी चाहिँ भन्दिनँ, धेर चाहिँ भन्दिनँ, केही नभए नि हामीलाई बेलुका 7, 8, 9 बज्छ क्या पोखरा पुग्दा। किनकि अब अस्ति भर्खर बाढी आएर सबै पहिरो सहिरो गएको छ नि त। अनि त्यो पहिरो सहिरो गएको बेला त अलिक उस हुन्छ नि त, अलिक बाइक कुदाउनु पनि मिलेन, केही हुँदैन नि त। त्यही भएर अलिक टेन्सन भइरहेछ क्या। सो गाइस अहिले चाहिँ हामी तपाईँ के अरे कलङ्गी भन्छ होइन। अहिले चाहिँ हामी टक्क कलङ्गीमा छु। अनि कलङ्गीबाट चाहिँ वी आर गोइङ टु मनाङ होइन। आज हाम्रो फर्स्ट नाइट भनेको पोखरा हुन्छ। अस्ति जुन होटेल बसेको हामी त्यही होटेल बस्ने। अनि हाम्रोमा चाहिँ डियाजन साथी र अर्को साथी छ, कुन नाम चाहिँ के अरे राजेन्द्र खड्की छ है हाम्रोसँग। फेरि राजेन्द्र खड्कीले हेर्नु पऱ्यो नि, डुप्लिकेट यहाँनिर छ ल। ओके गाइस, हामी सिधै उता के अरे यो मुगलिन पुगेपछि भेटौँ ल, खाजा खाने बेला। अहिलेलाई यति नै है त। हामी मुगलिन आइपुगिसक्यो होइन। अनि त्यही हो, मुगलिन होइन नि यो त, खोइ के भन्थ्यो मैले नि बिर्सेँ तर होइन, हुन चाहिँ हो मलाई नि अहिले कन्फ्युज भयो है। जस्तै हो अब न यता छ नि यो डाँडा, अस्ति नै आउँदाखेरि याद होला पुरै बिग्रिएको थियो नि त। यहाँ त यस्तो जाम थियो, आमा बाटै पिच थिएन क्या, तरै थिएन उयो त तलबाट चाहिँ होला अफरोड। म पनि झुकेछु जाम ल। आम्मा यस्तो गाह्रो छ। अनि आमा ल लास्ट गाह्रो यार, कसम यस्तो धुलो उडिरहेछ होइन। कसम होइन राइड गर्न सजिलो छैन क्या, भन्न मात्र सजिलो छ क्या, यस्तो गाह्रो हुन्छ कसममा। बात त सही है। बाइक बिग्रिने कहिले के यस्तो दुःख पाउँछ नि, दुःख पाइछ। सो गाइस अहिले चाहिँ हामी कहाँ छौँ भन्दाखेरि अहिले चाहिँ हामी ट्यागको मलिखुमा आइपुग्यो। अनि यहाँ यस्तो भयो, यहाँ ड्रोनको ब्याट्री सकेर हेर न, यहाँ ड्रोन चार्जमा ड्रोन र गोप्रो चार्जमा हाल्नु परिरहेको होइन। अनि जस बाटो वाइल्डको नि वाइल्ड छ क्या, माया कस्तो भने घुम्न त्यति सजिलो छैन क्या। भन्न मात्र घुम्न गएको छ भनेर कति गाह्रो छ। केटाहरूको मुख कालो भएर मुख धुँदैछ केटाहरू। यहाँ अर्को साथी यहाँ दारी हेर त बिचरा, ओ बोके दारी यता हेर त। अब उसले हेर्दैन किनकि लजाउँछ धेरै होइन, अहिले चाहिँ हेरे जस लजाउँछ। अनि हाम्रो चाहिँ भ्यू चाहिँ दामी आएको छ, मन्दिर होइन, मन्दिर यो खोला नाला यस्तो दामी दिएर चाहिँ यहाँ ड्रोन उडाउनु पर्ला जस्तो लागिरहेछ। हाम्रो सिधा गन्तव्य भने चाहिँ पोखरा हो। हामी त्यस्तै कति 8 बजी पुगे पनि मतलब छैन। अब बिस्तार जाने, ढाड चाहिँ वाइल्ड दुख्यो होइन। अनि भगवान लगाएर चाहिँ खाजा खाजा खाएर निस्किने बेला भेटौँ। लेट्स सी यु सुन इन नेक्स्ट टाइम।
5 minutes break. Okay, bye. सो गाइस अहिले चाहिँ हामीले टक्क नास्ता सकाइसक्यो अनि त्यहाँ खाजा खाजा चाहिँ भ्लग बनाउन अलि अल्छी लागेर थियो अनि अब चाहिँ हामी यहाँबाट टक्क निस्केर साथीहरूलाई कुदौँ साथीहरू आएकै छैन क्या किनभने यहाँ खाजा खाएर फेरि कहाँ हो केही थाहा छैन क्या हुन्छ नि ल्याङ क्या तर केही छैन यहाँ 2 जना अनि म 3 जना मात्रै हामी लिएको छु 3 जना बाइक अरू कोही छैन अलिक भेट्छ केटाहरू अब निस्केर सिधै रोडमा भेटौँ न ओके गाइस यो होटेलमा बसेको थियो अनि निस्क्यौँ साथीहरूलाई कुद्यौँ भने लास्ट ढिला गरे यार गएँ केटाहरू ल्याङ गऱ्यो क्या ऊ केटाहरू रेडी भइसक्यो बाइकको क्लौ उयो के भन्नु आँटेको थिएँ मैले यो पनि गइरहेछ अनि हेर ल अनि त्यसपछि चेन्ज पक पनि गइरहेछ क्लच पनि गयो जस्तो लागिरहेछ क्या अनि त्यही हो अब लेट्स अब हामी रोडमा हिँड्छ फेरि अप्ठ्यारो बाटो होइन जिन्दगीको गन्तव्य टाढा छ नि त टुर अब त्यही हो जाउँ उतैतिर भेटौँ रोडमा अहिले रोडतिर भेटौँ है त गाइस मैले चाहिँ अगाडि गइसकेँ है अब तिनीहरूलाई चाहिँ नभेट्ला जस्तो लागिरहेछ मलाई किनकि अलि खै के हो मुलाहरूको कुरै बुझ्दैन क्या कहिले अब खास गरी हिँडेको बिहानै हिँड्या भयो पो अहिले हामी सायद मनोकामना कटेर कहाँ कहाँ पुगिसक्थ्यो होला होइन छैन क्या उनीहरू के भन्ने छोडिदियो यार के भन्नु के नि भन्दिनँ म होइन सो गाइस अब चाहिँ हामी एकछिन यहाँ बस्छौँ होइन एकछिन तिनीहरूलाई कुर्दिउँ न मकै पोल्नु भएको बस सो गाइस अहिले चाहिँ हामी टक्क यहाँ बसिरहेको छौँ होइन गाह्रो भइसक्यो क्या मलाई त्यही हो अब खाजा चाहिँ खाएर नि भेटौँ म एकचोटि आएको होइन मकै सके खायो दिल्ली मिठो मकै खुवाउनु भयो धन्यवाद होइन अब जस हामी निस्किन्छौँ यहाँबाट भनौँ अनि निस्केपछि अब रोडमै भेट्नु जम्मू रियाज ल यहाँ केटाकेटी बसेको पानीपुरी खाएको साथीहरू अझै मौलिकमा छ अरे आएकै छैन तिनीहरू बिस्तार आउँछ क्या बाइक चलाउन सक्दैन जस्तो लाग्यो मलाई त्यही हो अब हामी चाहिँ पोखरामै गएर भेट्नुपर्छ तिनीहरूलाई नि आउँछ न आउँदैन मलाई त लास्ट रिस उठिसक्यो भने साथीहरू पनि सँगै हिँड्न हिँडेर के गर्छ दिदी एकचोटि ल सो गाइस अब चाहिँ हामी निस्केको होइन यहाँबाट जाउँ ल जाउँ अब हामी यहाँबाट निस्केको केटाहरू आएन केटाहरूले मलाई हामीलाई धेरै कुराइदिएको छ आम्मा गाडी त्यस्तै आइदिने धुलो धुवा बाप रे बाप कस्तो मजा आएको यार मा कसम त के छ केटा हो ठिक छ चलो 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 दामी सिन देखिरहेको छ तर जसले चाहिँ हुने पनि होइन दामी छ मेरो अलिक भ्लग बनाउने त्यस्तो पर्फेक्ट छैन नि त सिक्दैछु नि त त्यही भएर हो अनि पर्फेक्ट बनाउँदा बिस्तारै अहिले पैसा छैन पैसा कमाउनु थालेपछि हिँड हिँड छोड्यो उता के अरे मुस्ताङमा गर्नुपर्छ हेर बाइकको पिकअप त आएको छैन अनि कहाँ दिनु यार के हेपे हो मलाई हेपे हो मा केटी जस्तो कुरा मा कसो अहिले होइन पोखरा गएर भात खाएर नि बेनी पुग्थ्यो होला मुख गएको कति बिस्तार 2 जना मात्र हो आउँदैछ झर न चिया जाने अब चिया भनिसक्यो अनि उसलाई फर्केर अब भन न फोन गरेर चिया खाएर जाउँ न अब खाएपछि सो गाइस अहिले चाहिँ हामीले भेटिसक्यो ल साथी बचाउनु भेट्यो होइन साथी हराएको झापाबाट लिएर आएको साथीले होइन यहाँ झापाबाट आएर यस्तो भएछ जस अब साथीलाई भेट्यो अब बिस्तार जान्छ 11 ठाउँ पुग्यो
2 घन्टा या 3 घन्टामा हामी पोखरा पुग्छौँ अनि सिधै अब रुममा गएर या बाटोमा गएर भेटौँ त्यही हो अब के भन्नु केही छैन होइन मनोकामना फेरि केबल कार्ड देखेको थिएन राम्रोसँग हेर्नु त्यति हो सियो है नि अब रोडमा भेटेर रमाइलो हान्नुपर्छ मुगलिनमा रहेछ चितवन होइन अनि जस केटाहरू पनि सबै भेटे भाइहरूलाई अब चाहिँ निस्किनुपर्छ जस्तो लागिरहेछ किनभने अँध्यारै भइसक्यो क्या यो होइन पुरै अँध्यारो भइसक्यो केटाहरू भने मान्दैन अझै बसिरहेको छ यार मैले भनेको कुदिहालौँ भनेर मान्दैन के गर्नु यार ल अब हामी निस्किन् जाउँ न 400सँग रहेछ है त्यो कुरा हो सो गाइस अहिले चाहिँ हामी टक्क त्यो अस्ति हामी जहाँ बसेको दाइको होटेलमा आइसक्यो कलर चाहिँ चेन्ज भएछ होइन राम्रो भएछ अब यहीँ बस्ने सोच छ हाम्रो अनि त्यो हामी सन्चै हुनुहुन्छ दाइ तपाईँ हजुर सन्चै अनि कस्तो तपाईँको बिजनेस कस्तो चलिरहेको छ त यति बेला राम्रै छ ठिकै छ जस मैले भनेको थिएँ नि 1000 मा रुम पाउँछ भनेको चाहिँ यहीँ हो होइन अब सबैजनासँग पैसा हुँदैन किनकि घुम्ने इच्छा हुन्छ तर पैसाले रोक्छ नि त सबैलाई यदि कसैले पैसाले रोक्छ भने चाहिँ यहाँ आउनु एकदम मिलाएर गर्नुहुन्छ होइन दाइले आफ्नै फ्यामिली जस्तो गर्नुहुन्छ किनकि म छोरी लिएर आउँदाखेरि छोरीलाई लिटो सिटो बनाउनु पनि एकदम हेल्प गर्नुभएको थियो होइन त्यही हो भोलि बिहान टक्क म यो देखाउँछु अनि त्यसपछि तपाईँहरू यता आउँदा चाहिँ बेस्ट होला जस्तो लाग्छ हेर टाढा पनि छैन यो जस फेवातालकै नजिकै हो नि त हो त्यहाँदेखि हो जस यहाँ अङ्कल हुनुहुन्छ अब हामी टक्क रुममा गएर ड्रेस चेन्ज गऱ्यो त्यसपछि केही खाँदा भेटौँला है त ओके सी यू सुन गाइस ल सो गाइस हाम्रो खाजा खाँदैछौँ है हामी हाम्रो बेस्ट खाजा है यहाँनिर बडा हरामी हो बेटा एकचोटि देखाउ त मलाई यता फेरि सो गाइस अब चाहिँ हामी हाम्रो बियर खाँदैछौँ होइन दिस इज गोर्खा स्ट्रङ है यो बियर गोर्खालीले खाने हो त्यसैले मनी बियर गोर्खाली हो है फेरि यही भएर खाना आँटेको लेट्स चेस्ट द बियर ओके गाइस ल चेस्ट द त्यति पनि खोल न अनि खोलिदिउँ एउटा हातले गर न अम्मा ल सो गाइस हाम्रो बियर चेस्ट हुँदैछ ल पार्टी ल ल एकचोटि पक्ला एकचोटि ल सो गाइस अहिले चाहिँ हामी कहाँ छौँ भन्दाखेरि होइन क्याट वाकमा छौँ है अब हामी टक्क क्लबभित्र छिर्छौँ अनि रमाइलो गर्छौँ अनि त्यही हो अब क्लबभित्र छिरेर नाचगान जान सबै गरेर अनि उयो रोबोट पनि एकचोटि रोबोट हेरौँ न एकचोटि भिडियो तिमी देखाइदेऊ न ल अरू केही पनि नआओस् ल के छ निराजनका हाल्नु एकदम बवाल राइट बवाल भयो होइन तर माया कसम केटाहरूले वाइट ढोका दियो क्या त्यही भएर सुतिरहेको कफी खाने हो बस्ने भयो हामीले 90 किलोमिटर कति टाइममा कभर गर्यो बाबाले चाँडो गऱ्यो होला म त मैले तानै छैन होटलको भ्यू म सो गाइस आजको राइड चाहिँ बवाल भयो होइन जिउ बवाल थाकिरहेको छ त्यही हो अब आज चाहिँ सुत्नुपर्छ अनि त्यसपछि भोलि बिहान उठेर फेरि हामी अप्पर मुस्ताङको लागि लाग्छौँ केटाहरूसँग अरू सब केटाहरू छुट्टी छ कि हामी 3 जना मात्र छौँ त्यही हो अब सुतेर भोलि बिहान भेटौँ लेट्स सी यू गाइज है द टुमरो भोलिको भ्लग पनि हुन्छ चाहिँ पार्ट 1 भयो पार्ट 2 भोलिबाट हाल्छु होइन त्यही हो गाइज गुड नाइट टु एभ्री वान है